हेलो गरिदिनु न यस्तो हाई गरिदिनु न खोइ हाई पुप्पा गरेर पुप्पा यहाँ खै म ल यो चाहिँ फर्स्ट फ्राइड चिकन हो नमस्ते साथीभाइहरू, तपाईँहरूलाई फेरि पनि मेरो भ्लगमा स्वागत छ होइन। एउटा सानो अन्त स्विट भ्लगमा हो। आज चाहिँ म बनाउँदैछु क्रिस्पी चिकन हो। क्रिस्पी चिकन अनि चाहिँ बनिँदैछ, यहाँ हेर्नु सक्नुहुन्छ फ्राई हुँदैछ होइन। अन्त यहाँनिर पनि छ चिकनहरू हो। यो चाहिँ म्यारिनेट गरेर रेडी छ एकदम। अन्त यहाँनिर यो पाउडर हो, यसमा चाहिँ मसलाहरू लगाएर मिक्स गरेर राखेको हो होइन। यसमा चाहिँ मिक्स गरेर अन्त यसमा डिप गर्दै यसलाई फ्राई गर्नुपर्छ होइन। अन्त यो कराई चाहिँ अलिक सानो भएर होला त, मासु छिट्टो डढ्दैछ हो, कालो कालो हुँदैछ छिट्टै। कराई चाहिँ सानो भयो जस्तो लाग्यो। या फेरि तेल कम्ती भयो होइन, त्यो पनि हुनसक्छ। यो चाहिँ टक्कै यसलाई पाक्नु चाहिँ 10 मिनट लाग्छ होइन। मैले यहाँ टाइमर पनि यहाँ लगाइदिइरहेको छु कि 3 मिनट 20 सेकेन्ड भइसक्यो। यहाँ चाहिँ मैले 2 पिस मात्रै लगाएको छु। अब चाहिँ म के भन्छ 4 पिस लगाउँछु, किनकि बेसी टाइम एब्जर्भ गर्दैछ होइन। अन्त खाने मान्छेहरू चाहिँ सबै कता कताको छ हो, आउँदैछ, उनीहरूलाई म देखाउँछु यो भ्लगमा हो। अन्त त्यही हो बनाउँदैछु होइन। ट्राई गरेको मैले पहिला चाहिँ अब गर्नु चाहिँ काम गरेको थिएँ होइन, यो रेस्टुरेन्टमा काम गरेको थिएँ, तर मैले कहिले बनाएर ट्राई गरेको छुइनँ। यो चाहिँ आज फर्स्ट टाइम हो, कस्तो टेस्ट हुन्छ होइन, हेर्छु अब आज बनाएर। ल साथीभाइहरू, यहाँ चाहिँ मेरो चाहिँ फ्राइड चिकन चाहिँ रेडी भइसकेको छ फर्स्टको होइन, हेर्नु सक्नुहुन्छ। यो चाहिँ फर्स्ट फ्राइड चिकन हो होइन। अन्त फेरि अर्को चाहिँ बनिँदैछ यहाँनिर हो, यो बनिँदैछ। यो पनि हुन आँट्यो, यो भएपछि यसमा हालिन्छ फेरि होइन। यहाँ अटेन भने फेरि यहाँ हालिन्छ, अनि त्यहाँबाट चाहिँ टन्न भएर खाइन्छ। त्यो चाहिँ अहिले म तपाईँहरूलाई देखाउँछु होइन। पछि सबै काम सकिहाल्छु। ल पनि खाने हो, खाने नानी हेलो गरिदिनु न, यस्तो हाई गरिदिनु न, खोइ हाई पुप्पा गरेर पुप्पा यहाँ खै म ल ल अहिले खानुपर्छ ल ल खोइ हुन्छ भनेको दामी भएछ हो। ल त साथीभाइहरू, अब तपाईँहरूसँग फेरि अर्को भ्लगमा भेटौँ हो। तपाईँहरूलाई यो सानो भ्लग कस्तो लाग्यो कमेन्ट गरेर भनिदिनु होला होइन। अन्त यहाँ हाम्रो दिदी, नानी, बुढी, भान्जा, 2जना भान्जा, 1जना सुतिरहेको छ, अर्को खाएर नि मस्त मोबाइल हेरिरहेको छ। अन्त साथीभाइहरू भोलि चाहिँ फ्रेन्च फ्राइजको भ्लग आउँछ। फ्रेन्च फ्राइज पनि रेडी छ होइन, खालि अब त्यसलाई फ्राई मात्रै गर्नु बाँकी छ। त्यो फ्रेन्च फ्राइज बनाइन्छ। ल तपाईँहरूसँग अब अर्को भ्लगमा भेटौँ ल।